165 क्षेत्रकै मत परिणाम सार्वजनिक, कसको सिट कति, यस बारेमा महत्त्वपूर्ण जानकारी। समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई ऐतिहासिक मत, अन्य दलको कति, आजकै समाचारमा हेर्नुहोस्। रवि र बालेनसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फोन संवाद, जितका लागि दिए बधाई। भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोन वार्तामा के भयो कुराकानी, यस बारेमा महत्त्वपूर्ण जानकारी। मोदीलाई धन्यवाद दिँदै रवि लामिछानेले भने भारतसँगको साझेदारीलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा छ। प्रधानमन्त्री बन्न बालेन शाहले पूरा गर्नै पर्ने 5 प्रक्रियाहरू के हुन्, यस बारेमा पनि महत्त्वपूर्ण जानकारी। बालेन शाहलाई संसदीय दलको नेता बनाउन के छ प्रक्रिया, आजकै समाचारमा हेर्नुहोस्। राष्ट्रपालले प्रतिनिधि सभामा 2/3 ल्याए राष्ट्रपति फेर्न सक्छ त, यस्तो छ संवैधानिक व्यवस्था। केपी ओली, रमेश लेखक र खापुङलाई 3 देखि 10 वर्षसम्म कैद हुने कसुरमा सजाय गर्न सिफारिस। गगन थापाले भने म राजीनामा दिन्छु। विश्वप्रकाश शर्माले भने दिनु पर्दैन। राष्ट्रिय स्वतन्त्र पार्टीले अनुमति दिए राष्ट्र बैंकमा डेपुटी गभर्नर नियुक्त यसै साता। धनुषा 1 विवादका बीच नेकपाका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र। महावीरले सांसद जितेर फेरि किताब बेच्न थालेपछि भयो ठूलो हंगामा। बोतल र जेरिक्यानमा पेट्रोलियम पदार्थ बिक्री नगर्न आयल निगमको निर्देशन। एमालेमा केपी ओलीको विकल्प खोजी, नीति र नेतृत्वमा पुनर्गठनको भस। 2 मेयर र 1 वडा अध्यक्ष संसद छिर्दा 11 स्थानीय जनप्रतिनिधि पदविहीन। बालेन शाहको जित बारेमा के भन्छन् बेंगलोरमा उनलाई पढाएका प्राध्यापक, यस बारेमा महत्त्वपूर्ण जानकारी। क्लबमा ट्र्याक फेर्ने डीजे सुदन गुरुङ राजनीतिको ट्र्याक फेर्न संसद पुगे। पश्चिम एसियामा रहेका नेपालीको सुरक्षामा सरकारको निगरानी। 57,100 जना नेपालीको विवरण संकलन। बालेन शाह र रवि लामिछानेसँग संवादपछि भारतीय प्रधानमन्त्री मोदीको नेपाली भाषामै ट्वीट। संसदमा पूर्व प्रधानमन्त्रीको एक्लो प्रतिनिधि प्रचण्ड। किशोरी शाहको उम्मेदवारी खारेजी सम्बन्धी मुद्दामा सर्वोच्चले माग्यो आयोगसँग लिखित जवाफ। 19 गते छलफल। चुनाव हारेपछि ऋषि दमलाको घोषणा, आजबाट आम जनता पार्टी र मोबाइल छापसँग मेरो कुनै पनि सम्बन्ध रहँदैन। जाँचबुझ आयोगको प्रतिवेदन 24 घण्टाभित्र सार्वजनिक गर्न जेनजी अलायन्स फर मोनार्कीको अल्टिमेटम। गगन थापाले सभापतिबाट राजीनामा दिए, कंग्रेसमा विकल्प के, यस बारेमा महत्त्वपूर्ण जानकारी। रातामी उम्मेद्वारसँग पराजितले हार्दिकता साटे। प्रतिनिधि सभा निर्वाचनमा घण्टीको आँधी। 10 पूर्व स्वास्थ्य मन्त्री एकैपटक सोत्तर। गगन थापालाई रक्षा बमको सुझाव, ठूलो मनले नयाँलाई स्वागत गर्नुहोस्। सर्लाहीमा गगन थापा हार्नुका मुख्य कारण के हुन्, यस बारेमा पनि महत्त्वपूर्ण जानकारी। सिराहा 1 कंग्रेसले गर्यो पूर्व मन्त्री सहित 11 जनालाई कारबाही। आधा दर्जन बाँदरलाई तडपाउँदै क्रूरतापूर्वक हत्या। सिराहामा खाना पकाउने ग्यासको कालोबजारी बढ्यो। कानून कार्यान्वयनमा खरिए, अब कानून निर्माण गर्ने थलोमा प्रहरी। दलित परिवारमाथि फतुवामा निर्घात कुटपिट। आजदेखि निर्वाचन आचार संहिता निष्क्रिय। सामाजिक सञ्जालमा राजेश हमालको आलोचना किन भइरहेको छ, यस बारेमा पनि पुरै जानकारी। चुनाव